यो चितवनको भरतपुर महानगरपालिका वडा नम्बर 2 मा रहेको जलदेवी सामुदायिक वन हो। यो चाहिँ जुन आपटारी चोकदेखि देवघाट जाने बाटोको तर्फ म देखाइराखेको छु। यो बाटो जुन जलदेवी सामुदायिक वनको एरिया हो। यहाँ एउटा ठुलो दुर्घटना भएको छ केही दिनदेखि। त्यो सबैले हेर्दै जानु होला। हाम्रो जलदेवी सामुदायिक वनमा रहेको एउटा ठुलो ढेडु बाँदर चाहिँ करेन्ट लागेर मृत्यु भएको छ। ढेडु बाँदरको म यो करेन्ट लागेर मृत्यु भएको जुन पोल छ त्यो देखाउन गइरहेको छु। साथीहरू हेर्नुहोस्, यो पोलमा अड्केर ढेडु बाँदरको मृत्यु भएको छ। यो मृत्यु भइसकेको छ। ढेडु बाँदर यहाँ अड्केर भर्खरै नेपाल विद्युत प्राधिकरणले आएर यो बाँदरलाई निकालिदिइसकेको छ त्यो पोलबाट। म त्यो तपाईहरुलाई त्यो बाँदर देखाउन गइराखेको छु जुन हो ढेडु बाँदर। जय वीर हनुमान। हेर्नुहोस् यस्तो अवस्थामा छ यो बाँदर। हेर्नुहोस् त मृत्यु भइसकेको छ। यति राम्रो सुन्दर ढेडु बाँदर छ जुन करेन्ट लागेर यस्तो अवस्थामा चाहिँ यहाँ निकालिएको छ। हेर्नुहोस् हनुमानको पुच्छार भन्ने यही हो साथीहरू। करेन्ट लागेर यस्तो अवस्थामा छ।